के भन्न चाहनुहुन्छ तपाईँ? अब त्यो त अत्यन्तै निन्दनीय छ। सरकारको तर्फबाट कसरी दमन भइरहेको छ भन्ने कुरा बुझ्नुहोस् होइन। अब यो लोकतन्त्रमा चाहिँ बोलेकै भरमा मान्छेलाई जेल हालेर राज्य विरुद्धको अपराध लाउने भनेपछि चाहिँ तपाईँको यो लोकतन्त्रमा चाहिँ बोल्न नपाउने हो भने त दासत्व मात्रै बाँकी रहन्छ। त्यसैले गर्दाखेरि पनि हाम्रो नेताहरूलाई छोड्नुपर्छ भन्ने ध्येयका साथ आज हामी यो विरोधको खबरदारी सभामा आएका छौँ। अन्त्यमा के छुट्यो जस्तो लाग्यो हजुरलाई भन्न चाहनुहुन्छ? म चाहिँ यति मात्रै भन्छु, आम नेपाली जनताले यसलाई कसरी बुझ्नु पर्यो भने यो राप्रपाको मात्र लडाइँ होइन, यो आम नेपाली जनताको समस्याहरूलाई सम्बोधन गर्नको लागि हामी सडकमा छौँ। तपाईँहरूले याद गर्नुभयो भने यो देशमा प्रजातन्त्र भनेर भनिन्छ, गणतन्त्र भनिन्छ, तर यो देशमा केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवाजीको बाहेक कसैको भनेअनुसारले उहाँहरूले नचाहिकन यो देशमा केही हुँदैन भनेपछि गणतन्त्र होइन, यहाँ दलतन्त्र हावी छ होइन। त्यसले गर्दाखेरि चाहिँ हामीले आजसम्म यो तीन दलको नेताहरूले यो देशमा आर्थिक सङ्कट पर्दा, विकासको सङ्कट पर्दा वा यो देशमा चाहिँ बाढी पहिरो जाँदा हजारौँ मान्छे मर्दा, भूकम्प जाँदा हजारौँ मान्छेहरू मरे होइन। तपाईँको देशमा चाहिँ युवाहरू पलायन हुने समस्याहरूमा कुनै पनि समस्यामा देशलाई समृद्धि र विकासतर्फ लाने कुरामा यो तीन दलको टाउके नेताहरू कहिले पनि एकैसाथ बसेका छैनन्। आज आम नेपाली जनताले यो दलाल तन्त्र र दलतन्त्रको विरुद्धमा आवाज उठाउँदा भ्रष्टाचारीहरूलाई दण्डित गर्नुपर्छ भनेर भन्दाखेरि चाहिँ आज यो तीन दलको नेताहरू एकैसाथमा बसेका छन्। कुलमानलाई हटाउँदाखेरि उहाँहरू सँगै उभिनुभयो होइन, टियुको उपकुलपतिलाई हटाउँदाखेरि उहाँहरू सँगै हुनुभयो होइन, काण्डै काण्डमा भागभण्डा गर्दाखेरि उहाँहरू सँगै, भुटानी शरणार्थीलाई चाहिँ भुटानी शरणार्थी काण्ड जुन भयो नेपालीहरूलाई अनागरिक बनाउने, त्यसमा उहाँहरू एकसाथ उभिनुभयो। तर देश बचाउने होइन, देशलाई समृद्धितर्फ लाने, देशमा विकासको योजनाहरू गर्नेमा उहाँहरू कहिले पनि एकैसाथ उभिनु भएको छैन। त्यसैले उहाँहरूको यो दलतन्त्र, उहाँहरूको यो चाहिँ शासन शैलीको विरुद्धमा हामी आम नेपाली जनता सडकमा आएको हो। यो कुरा चाहिँ जनताहरूले बुझ्नुपर्छ। यो चाहिँ हामीले यो देशमा चाहिँ तपाईँको निर्वाचन प्रणालीमा सुधार चाहिएको छ। दलीयकरणमा देश फसिरहेको अवस्थामा यो व्यवस्था नै परिवर्तन नगरिकन अब देशको अवस्था सुध्रिँदैन भन्ने हिसाबले हामी सडकमा आएका हौँ। किसानहरू मल नपाएर रुँदाखेरि यो देशको नेताहरूलाई चिन्ता छैन होइन। अनि तपाईँको आम नेपाली दाजुभाइहरू खाडीमा गएर चाहिँ श्रम गर्नुपर्ने बाध्यता सृजना हुँदाखेरि नेपालीहरूलाई कसरी नेपालमा राख्ने भन्ने विषयमा उहाँहरूलाई चिन्ता छैन। त्यसले गर्दाखेरि यो किसिमको देश जुन विकास र सुधार र आर्थिक सङ्कटमा छ, योबाट देशलाई निकाल्नको लागि यो तीन दललाई चाहिँ सबक सिकाउनै पर्छ। उहाँहरू राष्ट्रिय समझदारीमा आएर अब यो व्यवस्था परिवर्तन गर्नुपर्छ भन्नको लागि हामी सडकमा छौँ। हस्, धन्यवाद।